सक्नुहुन्छ त्यो पैसाले। भनेपछि त्यो इम्पोर्टेन्ट छैन। हामीले टार्गेट गर्ने भनेको इन्टरनेसनल तथा अब अरू जो मान्छेहरू छ नि अलिकति हाई क्लासका मान्छेहरू जसले भगवानप्रति एकदमै फेथ राख्छ, जो भगवान भन्ने बित्तिकै हो यस्तो हुन्छ नि त्यो विश्वास छ नि, हो उनीहरूको लागि, जसको लागि हामीसँग छ कैलाश। कैलाश नजिकै छ। त्यसको लागि चाहिँ अब अहिले बिना भिजा झन्झट, भिजा पनि झन्झट गर्नु परेन, बोर्डर पनि सिल छ, नजिकैबाट यहाँबाट कैलाश दर्शन गर्न पाइन्छ। त्यो दर्शन गर्नको लागि त्यो अब अडियन्सलाई टार्गेट गर्न हुम्लाले सकिरहेको छैन होइन। प्लेन फेयर त त्यस्तै हो। अब भगवानको नाम लिएपछि प्लेन फेयर पनि मान्छे तिरेर आउँछ भगवान दर्शन गर्न पाएपछि। अब भगवानको प्रचार प्रसारै छैन। अब प्रचार गर्छन्, प्रचारको नाममा जान्छन् माथि के अरे डाँडा काँडा जान्छन्, प्रचारको नाममा नापना रुपियाँ उम्काउँछन् अनि आउँछन्। त्यो प्रचारले केही काम गर्दैन। हेर्नुहोस् त्यो प्रचार भनेको फोकटे के भन्छन् त्यसलाई, अब पैसा सकाउने काम मात्रै हो। बरु त्यस्तो ठाउँमा पैसा खर्च गर्नुभन्दा बरु सिमीकोटदेखि लाप्चासम्मको राम्रो रोड एक्सेस बनाइदिनुहोस् होइन। राम्रो रोड एक्सेस बनाइदिनुहोस्। बिहान गएर मान्छे बेलुका फर्किनेसम्मको एउटा त्यस्तो खालको बनाइदिनुहोस्। त्यस्तो बनाइदियो भनेपछि मान्छेले आउने जिम्मा हाम्रो। हामी टुरिज्म क्षेत्रमा लागेको मान्छे जति पनि छ नि अहिले सबै बेरोजगार भएर बसेका छन्। उनीहरूले प्रमोसन गर्छ नि त, उनीहरूले भन्छन् हुम्लाबाटै कैलाश दर्शन गरौँ, हुम्लाबाटै यस्तो छ उस्तो छ, प्रमोसन हुन्छ, मान्छे अभियसली आइहाल्छ। त्यसपछि तपाईँको आउँदैन। त्यत्रो लाखौँ लाख खर्च गरेर के अरे यो भिजा लिएर चाइनाभित्रै छिरेर मान्छे कैलाश दर्शन गर्न सक्छन् भनेपछि तपाईँले यहीँ लाप्चाबाट दर्शन गर्न सक्दैन, सकिहाल्छ नि मजाले। कैलाश दूर दर्शन भन्ने अभियान चलाउँ, प्रोजेक्ट बनाऊ, प्रमोसन गरौँ, त्यसरी पो चल्छ त। अहिलेको लागि मेन टार्गेट यो राख्नुपर्छ कि अहिले तपाईँलाई गाउँ भित्र सडकको जरुरत छैन कि तपाईँलाई। विकास पहिला हुम्लामा सबभन्दा पहिला इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट भन्दा पनि पहिला मेन्टल डेभलपमेन्टको एकदमै जरुरत छ। मानसिक विकास हुनुपर्छ सबभन्दा अगाडि। बुझ्नुभयो नि? यो कुरा चाहिँ सबैले बुझोस्। ठुल्ठुलो घर चाहिएको छैन अहिले हुम्लामा हामीलाई। ठुल्ठुलो घर चाहिएको छैन, पक्की घरहरू चाहिएको छैन। यो डेभलपमेन्ट अहिले हुम्लाको लागि होइन। यो अहिले पहिला मेन्टल डेभलपमेन्टको लागि। घर अगाडिको आफ्नो अगाडिको बाटो अगाडिको त्यो ढलको लागि त बाटो छोड्न सक्दैन भनेपछि यहाँको मान्छेले अरू तपाईँले के सोध्न सक्नुहुन्छ? त्यही भएर केही गर्नु छ भने आफैबाट सुरुवात गर्नु पर्यो र त्यसरी चिनाउनु पर्यो। अनि बल्ल मात्रै हुम्लामा इकोनोमिक्स अलिकति स्ट्रङ हुन्छ। नत्र त्यही हो पुरानो जस्तै अब धनी भइरहेको छ, गरिब भइरहेको छ। फेरि हुम्लाको फेरि प्रोनाउन के हो? हुम्ला एउटा दुर्गम क्षेत्र हो जहाँ भोकमारी भइरहेको छ भन्ने मात्र हल्ला जान्छ। तपाईँसँग काठमाडौँ दुईवटा अप्सन छ, कि फ्लाइटबाट आउनु पऱ्यो नेपालगञ्ज कि बाई रोड आउनु पऱ्यो। 14 घन्टा बाई रोड आउनुहुन्छ भने चाहिँ इट्स ओके, तपाईँलाई सस्तो पनि पर्छ। र तपाईँ फास्ट छिटो आउने भनेपछि तपाईँ 1 घन्टाको फ्लाइट हो नेपालगञ्जदेखि काठमाडौँदेखि नेपालगञ्जमा 1 घन्टाको फ्लाइट हो। नेपालगञ्ज ओभरनाइट बस्नुपर्छ, 1 नाइट बस्ने। अनि त्यहाँबाट बिहानपट्टिको फर्स्ट फ्लाइट अथवा सेकेन्ड फ्लाइट जुन फ्लाइट हुन्छ तपाईँको नेपालगञ्जबाट सिमीकोट 45 मिनट पुगिन्छ। सिमीकोट पुगेपछि तपाईँको एक्लोमेटाइज हुन्छ, बसिन्छ, यहाँ व्यवस्था हुन्छ। त्यसपछि तपाईँको गाडी, अब गाडीमा जानुहुन्छ भने चाहिँ अब गाडी बुक गर्नु पऱ्यो। गाडी बुक गरेपछि चाहिँ गाडीबाट तपाईँ यहाँबाट सिमीकोटबाट उँभोतिर गएर हेप्का खोला हुँदै अब लेकदिघा हुँदै जाने कि अथवा उता सल्ली खोला हुँदै जाने कि तपाईँको दुईवटा अप्सन छ त्यहाँ पनि। अनि त्यहाँबाट गइसकेपछि तपाईँ छोङ्सा खोला आउँछ। छोङ्सा खोलाबाट तपाईँ फेरि न्यालु पास जो 4900 मिटरको आसपासमा छ, न्यालु पास काट्यो। न्यालु पास काट्नुभन्दा अगाडि एउटा ब्युटिफुल एकदम मजाको एउटा ताल आउँछ होइन। तालको हेऱ्यो, ताल मजाले के छ र त्यहाँ एकछिन साइड सिन हुन्छ। अनि त्यहाँबाट न्यालु पास काटिसकेपछि तपाईँको फेरि एउटा राम्रो भ्याली स्टार्ट हुन्छ। त्यहाँबाट लिमी भ्याली स्टार्ट हुन्छ। लिमी भ्यालीको फेरि साइड सिन गर्दै तपाईँ तुलिङ पुग्यो। तुलिङमा ओभरनाइट बस्यो, अथवा ओभरनाइट बस्नु मन छैन भने यहाँबाट छिटो गयो भने नबसे नै हुन्छ। अब तुलिङबाट फेरि तपाईँ अनि बोर्डरतिर लाग्ने हो। त्यहाँबाट सडक लगाएर गएपछि माथि लाप्चा पुगिन्छ। लाप्चाबाट कैलाशको दर्शन हुन्छ है। अनि त्यहाँ तपाईँले त्यहीँ पूजा गर्नु मिल्छ, सबै चिज त्यहीँ गर्नु मिल्छ। अनि त्यहाँबाट तपाईँ
अनि फर्केर फेरि तुलिङ आउनुहोस् अथवा तुलिङमा ओभरनाइट बस्नुहोस् अथवा बस्नु मन छैन भने त्यहाँबाट गाडी पिक गरेर सिधै सिमीकोट पुगिन्छ। कति दिनको यात्रा हुनसक्छ यो गाडीको लागि भनेको यो गाडी काठमाडौँबाट यहाँ पुग्दासम्मको? काठमाडौँबाट सिमीकोट 2 दिन राख्नुहोस् है, 2 दिन राख्नुहोस् अनि त्यहाँबाट 3 दिनको राख्नुहोस्। 5 दिनमा तपाईँको सबै होल दर्शन यात्रा सिद्धिन्छ। यो आउन चाहने मान्छेलाई कति जति कस्टमा अहिलेको अवस्थामा कति जति कस्टमा आवत जावत हुनसक्छ त खास? अब अहिले त महँगै पर्छ, गाडी महँगो छ 1, प्लेन महँगो छ 2। अब तपाईँ आफै अनुमान गर्नुहोस्। अब बाँकी खानेकुरा त खाने बस्ने त त्यही नर्मल प्राइजै हो सबै होइन, 50,000 लाग्छ त्यति नै हो। अब आफै विचार गर्नुहोस्, तपाईँ आफै मेन्टली प्रिपेयर हुनुहोस् त्यसको लागि। अब म यति फिक्स भनेर भन्न फेरि भोलि अर्कोले कम भन्नेलाई फेरि अब म फलानाले ठगिदियो भन्छ नि फेरि, यो चाहिँ भन्नु मिल्दैन कि यो आफै मेन्टली प्रिपेयर हुनुहोस् यो कुरामा चाहिँ। अरू केही सोध्नुहुन्छ? त्यही लगायतका हुम्लामा मानसरोवर बाहेकका अरू छ तपाईँको कोरन भ्याली छ। मैले एकदमै पर्सनली प्रमोट गरिरहेको कोरन भ्याली, म आफैले पर्सनली प्रमोट गरिरहेको एकदमै हिडन जो अहिलेसम्मको यो बिचमा चाङ्ला पिक छ तपाईँको 5700 कति मिटरको छ होइन। त्यो चाहिँ तपाईँको अहिलेसम्मको अनटच्ड हिमाल हो, अहिलेसम्म कसैले चढ्न सकेको छैन। त्यो टेक्निकल पार्ट हो एउटा, त्यो भयो। त्यसपछि लुर्पिया खोला भयो, त्यसपछि नेप्का भित्र एरिया भयो, टाँके क्षेत्र भयो, त्यसपछि यो ताङ्गिन एरिया छ। ताङ्गिन एरिया हाम्रो पछाडि दाइ हुनुहुन्छ उहाँ ताङ्गिन एरियाभित्र छ। यता सैपाल भयो, थुप्रै क्षेत्रहरू छ जो एकदमै हिडन अननोन, कसैले प्रचार पनि गरिरहेको छैन। त्यस्तो ठाउँहरू पनि छ कतिवटा ठाउँहरू त। लास्ट टाइम हामीले हेप्का गयौँ, हेप्कामा 9वटा ताल 9वटा झरना त्यस्तो ठाउँ छ। यस्तो ठाउँहरू पनि छ। प्रचार गर्नु यदि गरेमा बाहिर आउन सकेमा यो पनि घुम्न लायकका ठाउँहरू चाहिँ छन्। तपाईँ यो क्षेत्रमा लाग्नु कति वर्ष? म तपाईँको यो ट्राभल गरिरहेको तपाईँको म अहिले लगभग 6.5 वर्ष कम्प्लिट भयो भन्नु पर्ला। 6 वर्षमा मैले 100%ली घुम्न सकिरहेको छैन। 6 वर्ष भइसक्यो तर 100% घुम्न सकेको छैन। अझै पनि धेरै ठाउँ घुम्न बाँकी छ मैले चाहिँ। तपाईँ घुमेको ठाउँमा सबभन्दा बेस्ट लागेको यो ठाउँ चाहिँ प्रमोसन नै गर्नुपर्छ, यो चाहिँ जस्तै एकदम सम्भावनाको क्षेत्र छ भन्ने कुन ठाउँ कुनै छ त्यस्तो? छ मेरो लागि सम्भावना बोकेको ठाउँ, मेरो लागि मैले प्रमोट गर्नै पर्छ। मेरो लागि अल टाइम फेभरेट भनेको मेरो कोरन भ्याली। के छ त्यसको विशेषता कोरन भ्यालीको? पिक छ, पिक हिमाल छ। तपाईँको टुरिज्ममा सबभन्दा बढी रेभेन्यू कलेक्ट हुने र सबभन्दा बढी प्रमोसन भनेको तपाईँको हिमालको छ कि। तपाईँको 8000+ हिमाल जतिवटा ठाउँमा छ नि सबै अहिले नेपालमा अब बाहिर कसैले नचिनेको ठाउँ छैन हो। त्यस्तै तपाईँ 6000 सुन्दा त सानो हो नि, 6000 भनेको सानो हो नि त, धेरै अन्डर रेटेड सानो हो तर टेक्निकल चढ्न गाह्रो छ नि। सहरमा त कमर्सियल भइसक्यो, मान्छे जो पनि चढ्न जान्छ। एक अन्धो मान्छे पनि चढ्न सक्छ भनेपछि होइन, एउटा त्यस्तो मान्छेहरू पनि चढ्न सक्छ भनेपछि त्यो पछि काट्नु के त्यो काट्नु जो सुकैले पनि चढ्न सक्छ भनेपछि पैसा तिरेपछि त्यस्तै यहाँ पनि चढ्न सकिन्छ नि। पैसा खनाउनु पऱ्यो नि, त्यो भनेको रेभेन्यू कलेक्ट हो कि, पैसा कमाइ हुन्छ त्यो एरियाको लागि, त्यो ठाउँको लागि। भोलि त्यसरी प्रमोट हुने त संसारमा जतिसुकै चिज जहाँ गएर अड्किन्छ त्यही पैसामै अड्किने हो कि सबै चिजहरू। हामी किन यति दिनका दिन यत्रो मिहिनेत किन गरिरहेको छौँ? त्यही पैसा कमाउनै त नि। यो ट्राभलिङ क्षेत्रमा हुम्लाको लागि तपाईँको फर्दर प्लान के छ? के गर्दै हुनुहुन्छ त? मेरो प्रमोसनको लागि? मेरो प्लान प्रमोसनको लागि अब त म प्रमोसन गर्न सक्दिनँ होला सायद। म बाँचे पो प्रमोट मैले गर्ने, म बाँचेन भने कसरी प्रमोट गर्ने? मैले पनि कमाउनु पऱ्यो, अब मैले पनि इन्कम गर्नु पऱ्यो। मसँग इन्कमै छैन भने म कसरी ट्राभल गर्ने त? ट्राभल गर्नलाई त इन्कम पैसा चाहियो नि त, खर्च गर्ने चाहियो नि त। किन सुन्नु, कुनै ठाउँ जानु पऱ्यो, खानु पऱ्यो। अघिल्लो अवस्थामा लास्ट टाइम एउटा ताल खोज्नलाई 15देखि 16 घन्टासम्म टाइम लागेछ। 15 घन्टा हिँडेको, नन स्टप हिँडेँ एउटा ताल खोज्नलाई। त्यति दुःख भयो नि त, लास्टै दुःख भयो, कस्तो भयो के भयो, गाडाङगुडुङ भयो। जब त्यो ताल देखेँ नि, 15 घन्टापछि ताल देखेँ नि, त्यसपछि त्यो देखेको त्यो एक्सपिरियन्स, त्यो मजा,
त्यो जिन्दगीमा कहीँ पाइँदैन क्या त्यो त्यस्तो खालको छुट्टै एउटा आनन्द पाउँछ, स्वर्गीय आनन्द हो। त्यसरी प्यासनका साथ ट्राभल गऱ्यो भनेपछि मजा आउँछ। होइन यस्तो छ यहाँ छ भनेपछि दिमाग मेन्टली पहिल्यै मेन्टली अनप्रिपेयर मेन्टली रोगी भएर गएपछि तपाईँको जहाँ जस्तो सहरमा त टुप्पोमा ल्याए पनि मजा आउँदैन। यात्राको सबभन्दा मजा खोजेर हो प्राप्त गर्दा जतिको मजा अरू बेला हुँदैन। सबभन्दा मजा चिज त्यही हो। अब तपाईँ यही एउटा कफी होइन, यही कफी त्यो डाँडाको टुप्पोमा चिसो सिरसिर हावा पारी हिमाल देखिने गरी त्यस्तो ठाउँमा गएर यो एउटा कफीको एउटा सिप खान पाएपछि त्यो जस्तो जिउँदै स्वर्ग भनेको त्यही हो कि, देखिने भनेको स्वर्ग। मर्नु पर्दैन क्या, स्वर्ग देख्नलाई मर्नु पर्दैन, सिधै हुम्ला आउनुहोस् न, हुम्ला हो स्वर्ग तपाईँको लागि। जिउँदैमा देखिने स्वर्ग हुम्ला हो। अहिलेसम्म हुम्लाको बेस्ट कति ठाउँमा घुमिसक्नु भएको छ? कुन ठाउँ ठ्याक यही ठाउँ भनिदिनु न। होइन ठ्याक्क ठाउँ भनेर त धेरै छन् है, ठ्याक्कै अब गाउँपालिका गाउँपालिका हिसाबमा नाम्का गाउँपालिका 1, सिमीकोट गाउँपालिका 2, खारपनाथ गाउँपालिका 3, सर्गेट गाउँपालिका 4। अब मैले घुम्न चङ्खेली बाँकी छ, ताजाकोट बाँकी छ, अदनचुली बाँकी छ, यो 3टा बाँकी छ। बाँकी सबै कुना काप्चो घुमिसकेको छु। घुमेर के उपलब्धि भयो त? के दिनुभयो त? ल तपाईँको ट्राभलिङ सेक्टरबाट के दिनुभयो त? तपाईँको भ्युअर्सहरूलाई के दिनुभएको छ त? अहिलेसम्म बेस्ट वान के दिनुभएको छ ल भन्नु त? यस्तो मैले दिन सकेँ, अहिलेसम्म मैले दिन सकेँ के पनि छैन। एउटा कुरा सिधै कुरा केही दिन सकेको छैन। मैले फेरि मैले भने पनि फेरि मान्छेले गफ रोक्या भन्ने हुन् सिधै सरासर। मैले केही दिन सकेँ। मैले आफ्नो पर्सनल मेरो आफ्नो चित्त बुझाउनलाई र म यो घुम्दा यो समाजबाट बदनाम भएँ। एउटा कुरा सिधा कुरा, समाजले यो डुलुवा काम नलाग्ने, यो अहिलेसम्म जागिर पनि खाँदैन अथवा के पनि गर्दैन, यो घुमिया छ काम छैन यसको, यो डुलिया छ भन्ने मात्र एउटा उपनाम पाएँ। त्यसलाई चाहिँ म सिरियसली म लिँदैन। आफ्नो ठाउँको लागि म आफू घुमेँ, मेरो प्यासन हो ट्राभल गर्ने र फोटो खिच्ने, यो मेरो प्यासन हो। म त्यही प्यासनलाई फलो गर्दै म 6 वर्ष यहाँ मेरो पुरै लाइफ मैले अब बिताइसकेँ। दुनियाँको लागि यो 6 वर्ष वेस्ट हो, मेरो लागि चाहिँ मैले आफ्नो ठाउँ घुमेँ भनेर मेरो एउटा प्यासनको लागि मात्रै उ गरे हो। कहिले दिमाग आउँछ यो छोडिदियो सबै कुरा, छोडेर जाहिर खाउँ जस्तो पनि लाग्छ होइन। फेरि एक मैले सोध्छु होइन यत्रो वर्ष त उ गरिसक्यो भने चाहिँ अझै फर्दर केही न केही त होला भनेर म अहिलेसम्म बसिरहेको छु। सम्भावना छ यो क्षेत्रमा गर्न सकेको सम्भावना छ नि, जति पनि छ नि। म पो गर्दैन र नि। किन नगरेको त? यही क्षेत्रमा लागेको 6 वर्ष भयो। यस्तो तपाईँको एउटा ट्रिप गर्नलाई तपाईँको कम्तीमा 10-15 दिन लाग्छ। 10-15 दिनको कस्टिङ निकाल्नु पऱ्यो। त्यो कस्टिङ उठाउनलाई मैले 1 महिना अर्को ठाउँमा गएर काम गरेर जुगाड गर्नुपर्छ। मैले त्यो जुगाड गरेर ल्याएर फेरि अनि अर्को 15 दिनको लागि खर्च गर्नुपर्छ। मैले ट्राभलकै लागि भनेर पैसा कहीँबाट आउँदैन, मैले अरू काम गरेर अनि ट्राभलमा खर्च गर्ने। कसरी यो क्षेत्रमा लाग्नुभयो? विद्यार्थी पनि त हुँदै गर्दा कसले यो क्षेत्रमा लाग्न तपाईँको आइडल भयो? जस्तै यो देखेर मैले यसरी देखेर यहाँ लाग्यो भन्ने होला होइन, अथवा कसरी यो क्षेत्रमा आउनुभयो? देखेर भन्दा नि यस्तो हो, यस्तै मान्छे देखेर चाहिँ होइन। यो सिमीकोटमा बसेर यो डाँडा देखेर चाहिँ यो इन्सपायर भएको कि त्यो डाँडा देखिन्छ यहाँबाट, सधैँ देखिरहन्छ। बिहान उठ्ने बित्तिकै त्यही डाँडा देखिन्छ। त्यहाँ के छ त, त्यहाँ गएर हेर्दा कस्तो फिल हुन्छ, त्यहाँबाट यताको भ्यू कस्तो देखिन्छ, त्यसले इन्सपायर गरे हो कि। अनि त्यस्तो गर्दा अनि यो यत्रो दिन बढ्यो हो कि यो यहाँसम्म आइपुग्यो। त्यस्तो हो कुराकानी। अब यो इन्टरभ्यू पनि धेरै लामो भयो जस्तो लाग्यो, मान्छेले पनि अल्छी मान्छन्।